Master in the making. अनि ढुङ्गामाथि बनाउने नै चलेको नि आजकल है खोला छेउमा के त ढुङ्गा राखेर है यसो मिल्ने भइदियो कता जान माथि खोला छेउ ऊ त भाद्र गरेर आइज एक दिनमा मैले थाहा पाएँ तिनीहरू बिहान 10 बजे गएको 12 9 बजे हिमाल खोल्या थियो हिमाल खोल्या थियो सर यस्तो राम्रो देखाइदियो पुरै अहिले त्यस्तो नराम्रो भएको मौसम केही देखिन्न हिमाल सेतो मैले भनेको थिएँ पहिला नि एक दिनमै गएर आउन भ्याइन्छ बाइक लिएर गयो भने भइन्छ नयाँ पुलबाट त नजिकै रहेछ सर है कति समय लाग्यो नयाँ पुलबाट हामीलाई लगभग त्यही 1 घन्टा नि लागेन होला सर बाइकमा सर र बाटो कस्तो रहेछ बाटो राम्रै छ सर पुरै पिचै हो पिच माथिसम्म होइन कतिसम्म मात्र 4-5 किलोमिटर होला अफरोड भनेको अफरोड पनि कस्तो छ राम्रै खाल्छ राम्रै छ अहिले बनाएछ के सानो त्यतातिर यस्तो कालो वालो छ होइन अफरोड पुरा तल खस्ने गरेर बाइकमा जाँदा थाहा हुँदैन के सानो गाडीमा बस्दाखेरि उकालो जस्तो लाग्छ बाइकमा बस्दा थाहै हुँदैन फेरि हुँदैन खोइ थाहा छैन अब हामी जाँदा चाहिँ त्यस्तो थियो हामी निस्केर हिँड्नु पर्ने अनि एक्सिडेन्ट भएन त्यस्तो उकालोमा बच्चाहरू खसेको होइन भर्खर कलेज पढ्ने केटाहरू है भित्र कि एसएलसी पढ्ने केटाहरू कहिलेको घटना 3-4 वर्ष भयो कि होइन जे सब पुरानै हो पनि प्याज पकाउनु होइन आगोमा पकाएको छुट्टै मिठो हुन्छ होला है यो दिवाकरलाई पकाउनु पर्छ है Pork in the making. आज हामी दुईजना एकटा खाने हो अहिले अघिदेखि भन्दै मोबाइल नलिकन बस्यो भने फेस लाग्छ धेरै मोबाइल नहेर्नु अब त्यो पाइप ल्याउनु पर्यो अब आगो पुग्नु पाइप भन्छ ढुम्रो भन्छ ढुम्रो मौसम राम्रो भयो भने नयाँ सालतिर गयो भने राम्रो छ